सम्माननीय सभामुख महोदय, 18 अप्रिलमा वर्ल्ड हेरिटेज डेको बधाई दिँदै गर्दाखेरि मेन्सन गरेको थिएँ कि हामीले आफ्नो हेरिटेज कन्जर्भेसनमा ट्यान्जिबल हेरिटेज देखिने भौतिक संरचनालाई मात्र हाम्रो एन्शियन्ट मोन्युमेन्ट प्रिजर्भेसन एक्ट 2013 विक्रम सम्वतले कभर गरेको छौँ। त्यसैले यो अभौतिक संरचनालाई, अभौतिक सभ्यतालाई, इन्ट्यान्जिबल हेरिटेजलाई प्रोटेक्ट गर्ने एक्ट निकै नै स्वागत योग्य छ। प्रश्न जहिले आउँथ्यो कि हाम्रो यो जात्रा पर्वहरूलाई चाहिँ साँच्चै कसले फन्ड गर्दो रहेछ, कसले सपोर्ट गर्दो रहेछ, किनभने यो त भव्यताका साथ हुन्छन् भनिरहँदाखेरि गुठी कर्पोरेसन एक्ट, नेसनल कल्चरल पोलिसीले आजसम्म धानिरहेको रहेछ। यसले एउटा प्रश्न पनि निम्त्याउँछ होला, साँच्चै कल्चर आफ्नै हिसाबले, जुन धेरै पूर्ववक्ता सांसदज्यूहरूले पनि भन्नुभयो, 2010 मा मात्रै हामी चाहिँ सिग्नेटरी भएको हौँ 2003 को युनेस्को कन्भेन्सनको। तर हाम्रो परम्परा त त्योभन्दा सदियौँ अगाडिदेखि चलिआएको छ त, कुनै इन्टरफियरेन्स बाहेक। सो अहिले आएर यो इन्टरफियरेन्स भन्ने कि यो इन्भल्भमेन्ट सरकारी चाहिँ किन चाहियो त, किन बिल नै चाहियो? कति देशहरूले जस्तो इन्डियाले त बिल बनाएर गर्नु हुँदैन भन्दाखेरि चाहिँ साँच्चीकै हाम्रा कुराहरू हराउँदै नै छन् भन्ने यो तथ्य चाहिँ एकदमै भएकोले अहिले यो लिगल पेरेन्ट एक्ट नै आउनु चाहिँ निकै स्वागत योग्य छ। के आशा गर्छु भनेदेखि यस पेरेन्ट एक्टले जुनले धेरै कुरा समेटिसकेको छ, अब समितिमा दफावार छलफलमा आइरहँदाखेरि, स्टेक होल्डर कन्भर्सेसन हुँदाखेरि, इन्ट्यान्जिबल भनेको के त, अभौतिक भनेको के? खान मिल्छ, छुन मिल्छ, समात्न मिल्छ, तर रेसिपी मिल्दैन, त्यसलाई इन्ट्यान्जिबलमा गर्नुपर्छ। कपडा, टेक्सटाइल छुन मिल्छ, छाम्न मिल्छ, ट्यान्जिबल हो, तर बुन्ने तरिका, त्यो स्किल इन्ट्यान्जिबल हो। अहिले मैले लगाइरहेको पहिरनको बुट्टालाई माकसी भन्दो रहेछ, मलाई थाहा थिएन। कताबाट थाहा पाएँ त भन्दाखेरि यो बुन्ने थाहा भएको बहिनीले मलाई भन्नुभयो कि उहाँको हजुरआमाले भन्नुभयो यसलाई माकसी भन्छ भनेर यस बुट्टालाई। सो यसरी हामीले यस पेरेन्ट एक्ट बनाउँदै गर्दाखेरि हो, हाम्रा जात्रा, गीत, सङ्गीत गर्दै गर्दाखेरि अभौतिकमा हाम्रा रेसिपीहरू, हाम्रा विभिङ बुनाइका टेक्निकहरूलाई पनि संरक्षण गर्नुपर्छ। र भाषा, लिखित र मौखिक, रिटन एन्ड स्पोकन ल्याङ्ग्वेजेसलाई हामीलाई साँच्चीकै प्रोटेक्ट गर्ने केही नै पनि छैन। यस सन्दर्भमा के पनि भन्न चाहे भनेदेखि हामीले कसको उदाहरण लिन सक्छौँ भनेदेखि जापान र साउथ कोरियाको हामीले उदाहरण लिइरहँदाखेरि चाहिँ हामीले खालि संरचना हेरिटेज भनिराख्दाखेरि लिस्टिफिकेसन र म्युजियमिफिकेसनमा मात्रै चाहिँ अगाडि नबढौँ। जसले हाम्रो यो सम्पदालाई अलाइभ राख्नुहुन्छ उहाँहरूको संरक्षण गर्नु चाहिँ निकै जरुरी छ। जो ज्येष्ठ नागरिकहरू हुनुहुन्छ, जसले यो गर्नुहुन्छ, उहाँहरूलाई प्रोटेक्ट गर्नु निकै नै जरुरी छ। आइपी एकदमै जरुरी छ, इन्टेलेक्चुअल प्रपर्टी राइट्सको जुन चाहिँ अघि कुरा आइसकेको छ, र एउटा कोषको पनि अवधारणा जसले चाहिँ निरन्तरता यसलाई प्रोटेक्ट गरिरहनेछ। अब आउँदो दिनमा समितिमा यसमा दफावार छलफलमा धेरै सरोकारवालाहरूसँग चाहिँ संवाद गर्ने नै छौँ। धेरै स्वागत योग्य छ। हस्, धन्यवाद।